यहाँ हामीसँग चाहिँ अहिले टेकबहादुर राई खास जे हजुर भनेर चिनिने टेकबहादुर राई चाहिँ हामीसँग अहिले उपलब्ध हुनुहुन्छ। उहाँ साथ चाहिँ हामी अहिले लामो समय पछाडि भेट भएको छौँ। अनि कहाँ चाहिँ बस्नुहुन्छ अहिले? म त कुसेकोसीमा बस्छु हजुर। कुसेकोसीमा बस्नुहुन्छ? ए अनि के अरे भाउजू के खस्नु पऱ्यो भन्ने सुनेको थिएँ होइन? खसेको हजुर। कति भयो? कति 6 महिना भइसक्यो हजुर। ए अनि कतिवटा केटाकेटी छन्? 9 जना। 9 जना? 5 भाइ छोरा 4 बहिनी छोरी। घरमै छन्? अहिले घरमा छैन हजुर। अनि एउटा साउदी छ हजुर, एउटा काठमाडौँतिर छ हजुर, अनि दुईटाको काठमाडौँ हजुर। ठुलो कान्छा जे माइला जेठा चाहिँ साउदी छ हजुर। अनि ती सानी छोरी उतै छ हजुर, पढ्दैछ। अनि फेरि ठुली छोरी हजुर अनि विराटनगर छ हजुर। अनि अलिबार तपाईँ गाडी बस्नुभयो होइन? हो त 2-4 दिन गाह्रो बस्यो हजुर। 2-4 दिन मात्रै? 2-4 दिन मात्रै। अनि होइन अलि धेरै बस्नुभयो नि, आजभन्दा 15-20 वर्ष अगाडि। मेरो जेठा दाजु हजुर। ए हो? मुलुक सिंह? जे मुलुक सिंह हजुर। मुलुक सिंहको कान्छो भाइ तपाईँ? म साइला हजुर। साइला भाइ? हजुर। अनि किन्दर सिंह कता छ त अहिले? किन्दर हजुर अहिले घरतिरै छ। हिजो अस्तिसम्म त घरै थियो। जे ल लामो समय पछाडि तपाईँसँग भेट भयो, खुसी लाग्यो। सबै साथीहरूले सोध्नुहुन्छ क्या? सबैले चिन्नुहुन्छ हाम्रो चाहिँ उहाँ चाहिँ सिम्पानीमा साह्रै इमान्दार, नम्र, एउटा सिम्पानीको नमुना हुनुहुन्छ। सबैले उहाँलाई चाहिँ मान्छन्। सायद तपाईँ धामी पनि हुनुहुन्छ। हजुर धामी काम पनि गर्छु। यसो कुलदेव पिच्छे हजुर। ढ्याङ्ग्रोस्याङ्ग्रो पनि ठोकिन्छ? छ हजुर। ए जेस बिरामीहरू अहिलेसम्म आएर चाहिँ निको पार्ने गर्ने काम गर्नुहुन्छ, अहिले पनि आउँछन्? हुन्छ हजुर। हजुर यो हजुर भन्नुहुन्छ भने काठमाडौँदेखि आउँछ, कहिले काहीँ त यो इन्डिया सिलगढीदेखि पनि आउनुहुन्छ। एउटा विश्वास त हो। अनि दार्जिलिङदेखि पनि आउँछ। ल धन्यवाद, फेरि भेट गर्दै गर्नुपर्छ।